हेलो गाइस, नमस्ते सबैलाई। हजुरलाई वेलकम छ मेरो सानो मिनी भ्लगमा। म धेरै लामो समयको अन्तरमा फेरि पनि हजुरको सामने एक सानो भ्लग लिएर आएको छु। हजुरलाई कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला र हजुरले जहाँबाट भयो भने मेरो भिडियोलाई वाच गर्दै हुनुहुन्छ, इन्जोय गर्नुहोस्, रमाइलो लिनुहोस् है। जस्तो लाग्छ त्यस्तै कमेन्टमा कमेन्ट गरिदिनुहोस् र हजुरहरू मेरो ब्लगमा, मेरो च्यानलमा नयाँ नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई लाइक, कमेन्ट, सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोला। र मेरो आज चाहिँ यो भ्लग सानो मिनी भ्लग बनाउनुको कारण खासै त्यस्तो केही छैन है। मैले चाहिँ आजसम्म आफ्नो बारेमा केही बताएको छैन होइन। म त्यही भएर आफ्नो इन्ट्रोडक्सन दिँदैछु यो भ्लगको मार्फत। र मेरो नाम चाहिँ देवकुन मगर हो। नेपाल प्युठान जिल्ला मेरो घर। मेरो जन्मस्थान माण्डवी गाउँपालिका 1 बडेचौर। र रोजगारीको सिलसिलामा चाहिँ म अहिले हाल भारतको गुडगाउँ हरियाणा भन्ने ठाउँमा छु। र म चाहिँ यहाँ के गर्छु भन्दाखेरि म चाहिँ यहाँ एक सेफ हो। म एक खाना पकाउने काम गर्छु। म कुक हो है। नेपालमा चाहिँ हामी भान्से पनि भन्न सक्नुहुन्छ होइन। र यति भन्दै चाहिँ म हजुरलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु कि हजुरहरूको माया अनि सपोर्टले गर्दा चाहिँ मेरो युट्युब च्यानलमा 6000 सब्सक्राइबर कम्प्लिट भइसकेको छ। थ्याङ्क यू सो मच मनदेखि हजुरहरूलाई। र यस्तै माया अनि सपोर्ट गर्दै जानुहोला। आफ्नै भाइ, आफ्नै छोरा जस्तो सम्झेर होइन माया दिनुहोला। किनभने म हजुरको माया अनि सपोर्ट पाएँ भने चाहिँ आउनेवाला दिनमा चाहिँ योभन्दा पनि राम्रो भ्लगहरू हजुरको सामने ल्याउन सक्छु। र यति भन्दै थ्याङ्क यू सो मच मेरो भिडियो हेरिदिनु भएकोमा। र इन्जोय गर्नुहोस्। केही कमी कमजोरी भएकोमा म क्षमा माग्छु। आफ्नै भाइ अनि छोरा सम्झेर मलाई क्षमा दिनुहोला। मलाई खासै भ्लग त बनाउन आउँदैन, त्यही पनि होइन आफूबाट चाहिँ जति सक्दो त्यति बेस्ट दिने कोसिस गर्नेछु। र थ्याङ्क यू सो मच। यति भन्दै म यो भ्लगलाई खतम गर्छु। फेरि अर्को नेक्स्ट भ्लगमा छिट्टै मिल्नेछौँ। तबसम्म मेरो भ्लगमा हजुर बनिरहनु होला, इन्जोय गर्नुहोला। बाई बाई।